हेलो हेलो नमस्ते साथीहरू, लुङमा ब्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। आज चाहिँ म झापा जाँदैछु। त्यहाँ मेरो छेउमाको छोरा भाइ चाहिँ खस्नु भएको छ अनि सुताइमा जान लागेको। साथीहरू हामी चाहिँ पातले भन्छौँ पुग्न लाग्यौँ। यहाँनिर प्रेमुला पनि पहिल्यै फुलेको रहेछ साथीहरू। यहाँ चिसोले कस्तो मौसम धुम्मिएको रहेछ क्या। हाम्रोतिर चाहिँ मौसम खुलिरहेको थियो, माथितिर पुग्दा चाहिँ पुरै मौसम धुम्मिरहेको रहेछ। यस्तो जाडो भयो साथीहरू, हेर्नुहोस् न, बाटो सबै अँध्यारो भइरहेछ। बादल लागेर पुरै अँध्यारो भइराखेको छ, जाडो भइरहेको छ साथीहरू। हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ परेको थिएन। हिँड्दा हिँड्दै यस्तो मौसम छ साथीहरू, ठाउँ ठाउँमा पानी पनि पर्दैछ जस्तो छ। हामी चाहिँ जाँदैछौँ अहिले पवा भन्ज्याङ। सरी, मैले अघि पातले भन्ज्याङ भने पवा भन्ज्याङ पुग्यौँ हामी अहिले। पवा भन्ज्याङ तेर्सो लाग्दैछौँ। देख्न सक्नुहुन्छ साथीहरू, पुरै बादल लागिराखेको छ। अहिले चिसो छ मौसमहरू। यता पर घुमेर अलिक तल झर्दा चाहिँ यो के भन्छ यो ठाउँको नाम चाहिँ, यहाँतिर चाहिँ पुरा खुलेको रहेछ। यस्तो राम्रो राम्रो घरहरू बनाएको छ साथीहरू। यता तल चाहिँ मलाई धेरै राम्रो लाग्यो नि त, त्यही भएर भिडियो बनाइदिएको यहाँ तल। हामी चाहिँ जाँदैछौँ। मेरो भाइ पहिला नै 2-3 वर्ष भयो साथीहरू, मेरो भाइ क्यान्सरको रोगी थियो। उसलाई उपचार गरेको 2-3 वर्ष भइरहेको थियो। अनि हिजोअस्ति असोजमा मात्रै सानो बुवा पनि खस्नुभएको थियो, सालै फेरेको थिएन। मेरो भाइ त्यतिखेर अपरेसन गरेर लिभरको क्यान्सर थियो, अनि अपरेसन गरेर आएर पनि हिँड्डुल गर्दै थियो, बोलिँदै थियो, आफै खाने भइसकेको थियो। तर म बिचमा मुख नपारेर साह्रो भयो भन्दै थियो साथीहरू। अहिले चाहिँ बित्दैछ मेरो भाइ, अनि त्यही भएर म चाहिँ जाँदैछु। यस्तो महसुस गरेको थियो दिदी, अब भोकै गर्नु है। अब टाढा छ, झापा तल पुग्नुपर्छ, फेरि आफ्नो त्यस्तै कामहरू हुन्छ, बच्चाहरू छ, त्यस्तै गाह्रो छ। त्यही भएर गएको थिइनँ। अब एकैचोटि यस्तो दुःख खबर आएपछि म चाहिँ जाँदैछु। यो चाहिँ राखी हो साथीहरू। राखी बजारमा पनि पुरै बादल उडिरहेछ, चिसो भइरहेछ। राखी बजारमा पनि एकदम जाडो छ। यहाँ चाहिँ सामान किन्नलाई एकछिन गरुजीले रोक्नु भयो। यो चाहिँ एकैचोटि मैले फिक्कल पुगेपछि भिडियो बनाएँ साथीहरू। यो चाहिँ फिक्कल बजार हो। फिक्कल बजारमा पनि मौसम धुम्म नै छ, खुलेको छैन, ठाउँमा पानी एकदमै राम्रो लाग्यो। चियाबारी पुग्ने बेलामा साथीहरू, फिक्कलको कन्याम पुग्ने बेलामा घरहरू यो घरहरू मलाई राम्रो लाग्यो, त्यही भएर भिडियो गरेको। कति सुन्दर ठाउँ छ है साथीहरू इलाम। हेर्नुहोस् त, मौसम पनि धुम्म छ। आजको दिन चाहिँ शीतल छ, एकदम शीतल छ है साथीहरू। हिँड्दाखेरि तर काम चाहिँ लागेको छैन।
पुगिसकेको म चाहिँ बुधबारमा आएर सँगै बसेको थिएँ। आज मान्छे बोजूसँग अब यता बिहान पुग्न समस्त छ साथीहरू। यहाँ यति गर्मी थियो साथीहरू। आउँदाखेरि बाटोमा यस्तो गर्मी थियो, गाडीहरू मातेर त्यस्तै भइरहेको राति बस्न नसकेर राति फेरि पानी पऱ्यो। त्यसपछि बिहान पुग्यो साथीहरू। पानी परेपछि चाहिँ एकदमै शीतल भएको छ। चिया अरे चिया बुढा पाका भाइहरूको चाहिँ उपर छ। म पनि अन्तिमचोटि हेरिराख्नु पर्यो भाइहरूको घर भनेर आएको। आज चाहिँ के चढाउने दिन हो। धेरै गर्नु हुन्छ नि त। यहाँ चाहिँ पिण्ड चढाउने कार्यक्रम भइरहेछ। अस्ति झन् त्यो विशाले ल्याएको चाहिँ यहाँ यो मान्छेको भोज थिएन त यो चाहिँ मेरो सानो बुवाकै साथीहरू। हिजो अस्ति मात्रै बित्नु भएको भर्खर, असोजमा मात्रै बित्नु भएको। सालमा फेरि भाइ पनि बित्यो। एकदम दुःखद खबर छ साथीहरू। कति धेरै ल्याएछ हो यहाँ त्यसरी आसी बाम्बी भन अनि मात्रै भयो। अब विशालको पनि यस्तै बनाउने होला होइन? विशालको चाहिँ ढक्कै रेडीमेड कमाना प्रायः आजभोलि चाहिँ यस्तै बनाउने चलन रहेछ होइन? अस्ति त पुरै बनाउँथ्यो।
यो पनि चिया नै कुकी ल अंकल लासौँ त यहाँ पनि बाउको त पर छ झन्डा रातो झन्डाको छेउमा त्यो ठाडो त्यहाँ थिएन बाटो ठाउँ के गर्नु त्यो छेउमा मनै परेन मलाई त खोलाकै छेउमा छ मनै नलागेर मलाई यतै जानु उता त ठुलो बाढी आयो भने त बगाइ लान्छ नि सानो बुढी पोल्दैन हो होइन खै के भयो हैन यहाँ त फेरि आफै बटुका त नयाँ बटुका यहाँ कसको यो हाम्रै हो बटुका त घोप्ट्याएर लानु नि यो हैन आऊ मै मार्नु छ्यामा अब एउटा बटुका के गर्नु पर्ने ल्याइहाल छोडा अहिले जानु न त्यो पारा पन्केन त के त्यो पाराले हो छाना जतिकै बान्नु पर्दो रहेछ नि त अब त्यति बेला नि गर्दैन नि त यहाँ मैले छेक दिएको थिएँ कता कता हुने सुरु लानु हुँदैन ए सबै नाम भन्दै बोलाउनु पर्ने Boleh lagi besok misalnya datang makan makan ini oh del nele men deu boleh boleh aman kan rodam polo function jo rodam mungkin jo rodam polo hotel jo man henai mungkin ano aso dik mumuni mountain na function jo lady budi dandel dinne jo chokola dinne jo Rồi mama ao TV đi thank you TV मन मात्र हाम्रो बारीलाई खाँदै गरेको त देख्ने कोही छैन तर अयो हेमा र मिस भएर छ हिन्छ अति बेला गाँव जार मिनिस भने काँसे थालेन मिनन मिनन सुन बे छेमा एकदम बात निम्न के छेमा तिरबाङ नै थिन थिन किन थिबे निवा लक हैबी तिरबाङ कसर आठनी र नौठी मात्र देशी मुन्सी एम भागे गफार अरे आठनी नौ हामना बिम्बे साहा बिम्सी भरो साहा बिम्सी थाल धुनु पर्दैन हैन यो फ्याल्नु पो पर्ने बाबा हैन हामी चाहिँ हात धुएर थाल धुनु पर्छ पर्दैन त्यस्तै हो यो ए म त यही राखी छोड्नेलाई खाइराख्छ न भरे अब यो यहाँ चाहिँ खायो खाएन भने यो ए यहाँ थाहा हुन्छ निश्चय हो याले खाँदैन उ अस्ति ल्याएर भातै खाइन्छ म चाहिँ अर्को भाँडामा त्यतिकै छ अनि यो चाहिँ कहाँ के लगेर हेर्ने हो घरमा ए यी छोड्ने हैन यहाँ त अब घुम्से अस्ति बालकोमा चाहिँ कस्तो
नि खोलोने मुखम पे छोय सेलमा अब पडकास्ट हो अनि अब यामचोका छङकोछङ अनि अझै हे मान्छे नखो खरा त्यो खालो किन हो ल अब हामी लागेको हो आएँ नि बाजे म पनि सबै भिआइपी हामी मात्र लो लेभलको हो ठिकै छ सुजन कहाँ त्यहाँ आँट छ बिनु कहाँ कुनमा बस्ने ए लुस्याङ स्याङ स्याङ कमरफी कति थियो अझै छ यहाँनिर उयो पनि छ बेस्ट खै के अब सिद्ध्याउनु भएको